सो गाइस मेरो फ्यानहरु हेर त्यहाँ पछाडी हेलो गाइस आज जाँदैछ हामी भैलीको पिकनिक खान हैन म चाहिँ रेडी भइसके भाइ चाहिँ रेडी हुनलाई भित्र गएको छ अनि अगाडि मामा चाहिँ बोलाउन आइसक्नु भएको छ गाइस हैन उता सबैजना कुरेर बसिराख्नु भएको छ अरे हामीहरुलाई त्यही भएर हामी पनि अब नेक्स्ट सिक्छ यहाँ घरदेखि भाइ पनि उ पछाडी रेडी भएर आइसक्यो टक्क हिरो भएर हैन सो गाइज हामी चाहिँ घरदेखि निस्किसक्यौँ हैन गाइज टक्क यता पुगिसक्यौँ यो चाहिँ बाटो होइन गाइज दिदीहरू बहिनीहरू सब अगाडि छन् हैन हामी घरमा पुग्न लाग्छौँ यो भाइको रियाक्सन चाहिँ यस्तो छ अब जाँदैछौँ गाइज फाइनल्ली हामी पुगिसक्यौँ गाइज हेर यहाँ अगाडि सबजना रेडी भएर बसेको छन् हैन टक्क यस्तो छ गाइस यहाँको अवस्था हैन देख्न सक्नुहुन्छ यहाँ स्वस्तिका बरालाई सो गाइस हामी चाहिँ घरदेखि चाहिँ निस्क्यौँ हैन यार बाटो धेरै टाढा छ यार जङ्गलतिर छ हैन लगभग लाग्छ 2-3 घण्टा गाह्रो छ केटा हो गाह्रो छ यार यस्तो गर्मीमा पनि गइरहेछौँ अब के गर्नु हैन रमाइलो गर्ने मन लागिहाल्छ त्यही हो ऊ त्यहाँ अगाडि पुगिसके बहिनीहरू त्यहाँ देख्न सक्नुहुन्छ गाइस हैन टक्क यता बाँकी अब अगाडि पुगिसकेपछि देखाउँछ हैन हाई गरिदियो त मामा चाहिँ उता पछाडि रोकिनु भएको थियो होइन गाइस त्यही भएर चाहिँ अहिले आउनुभयो रोडमा पुग्दैछौँ गाइस होइन यसलाई के भन्छन् गाइस तिमीहरूको भाषामा यसलाई के भन्छन् हाम्रो भाषामा त यसलाई बल्ल भन्छन् यार असाई भाषामा त यसलाई बल्ल थारू भाषामा खाऊ लास्ट होइन के गर्नु यस्तै छ यार हाम्रो पारा त्यो चाहिँ रोड टक्क होइन गाई पुरा आएन घाम लागिरहेको छ हेर गाई यस्तो छ पारा होइन टक्क यताको अवस्था यस्तो छ गाई अरू ल जै फेरि जारी कि जग्गा प्यारो माता ल्याएको जै फेरि जारी कि प्यारो माता ल्याएको जै फेरि जारी कि आँखी चलमारी कि कै ठाउँ र जादी भैसुवा आँखी चलमारी कि एउटामा त हामी फेरि खतरा हो गाइज हेलो गाइज उहाँलाई चिन्नुहुन्छ मलाई दोकर हो गाइस दोकर हामी यस्तै त हो नि बरु कालो होइन कालो छ कालो होइन कालो छ यतिको पनि यो मोबाइल ल्याऊ गाइस यतिको पनि मोबाइल ल्याऊ गाइस कालो छ कालो भन्ने मान्छेको घाँटीमा सुनको मालो छ केही प्रुफ छ गाइज म कालो छु भन्ने केही प्रुफ छ भित्र हाल्नु पर्छ भाइ यसरी अहिले खाएपछि धेरै भइहाल्छ नि त गाइज फुल हेर त कति राम्रो छ कति राम्रो छ हेर नि यार साथीहरू मस्त छ नि दामी बवाल छ हेर्नुहोस् न गाइज यार फुल आइ है होइन मेरो त आँखामै घुम्छ यार जतिखेर नि यो फुल बाटो लगाइदिनु टक्क गाइज यो चाहिँ पुल होइन
अरे लास्ट हिलिरहेको छ हेर गाइस यस्तो हुन्छ यसमा रहेर सो गाइस एकदमै बवाल बर्खामा यो पुरा यहाँसम्म पुग्छ गाइस हामी पुलमा पुगिसक्यौँ गाइस टक्क हाम्रो पछाडि यहाँ ग्याङ छ टक्क पारा लाग्छ यार यही त हो चौफेरी नि कहाँ बस्ने अनि यहाँनिर उता गाइस यस्तो छ गाइस भाइरल पुल थाहा छ किन टक्क टक्क होइन गाइस मायाको डोली चढाए तिमीलाई लैजाउँला बसाउँला उताको पनि कति हुन्छ तिमीलाई त्यो झरेपछि त्यो झड्या पनि केही हुन्न साइकलमा लेख्न आज त्यो भाइले ओ गाइस ला यार सिन त दामी छ नि यार मामा पसलमा छिरान आत्मामा आऊ कि तिम्रो घरमा यो टेन्सन पे मैले तिम्रै घरमा गाइस कस्तो राम्रो राम्रो होला भन्न सोचे होला होइन गाइस यही हो क्या हामी पिकनिक खाने ठाउँ हाम्रो यता पिकनिक खाने ठाउँ भनेको यही हो क्या गाइस आजन के गर्दैन म अरे भैया सबै भिडियो बनाउनु लाग्यो मामासी गर्न सक्नुहुन्छ भ्रमण गर्न जाएमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ गाइस कुरी पनि छ गाइस यो पाहाडतिर हुन्छ नि त्यही हो क्या यो हाम्रो यहाँ कैलालीतिर पनि छ गाइस फाइनली गाइस हाम्रो एकदमै चर्चित ठाउँ पुगिसकेका छौँ होइन जस्तै गर्मी रहेछ होइन यस्तो होइन घामसाम रहेछ टक्क सो ब्युटिफुल प्लेस गाइस So guys कस्तो रमाइलो ठाउँ यार ओ गाइस यता ताल पनि छ होइन कहिले काहीँ माछा लिन पनि आउनु होला गाइस यो तालमा यो ताल यसकै हो क्या यसकै हो साउ यही हो सालो हुनलाई खुट्टा भयो जुत्ता कति रे मान्छे भयो मोबाइल कति रे भनेर भन्नु त पाइने प्रताप केही भन्न चाहन्छस् मेरो केही तारिफ गर्नु मेरो केही तारिफ हान्न यार अरे मेरो केही तारिफ हान्न त हान्न यार केही गाइस सो ब्युटिफुल प्लेस कैलाली सो गाइस यार बल्ल कस्तो हेरिदिरहेको हेर्नु उताबाट यार गोरु हेर त पुरा मार्ने जस्तो कमलको फुल चाहियो कहाँ छ कमलको फुल कहाँ छ रे सो गाइस हामी पुगिसक्यो ओ माय गॉड सो लभली प्लेस यार गाइस दौडेर हामी दौडिसक्यौँ गाइस या गाइस हामी तपाईँलाई देखाउन गइरहेको छु गाइस सो गाइस
गाइज हामी पुगिसक्यौँ फाइनली अति नै राम्रो कति कुरा उठ्लै होइन बवाल छ नि गाइज सो गाइज पछाडि आउँदैछ हाम्रो भाइ पर्ता कस्तो लाग्यो ठाउँ तँलाई ओ मारो गयो ठाउँ कस्तो लाग्यो तँलाई अरे मेरा एक्लै ऊ पऱ्यो नि बौला भइसक्यो गाई ठाउँ देखेर ऊ पागल भइसक्यो बबाल छ नि यार कस्तो भ्यू गाइस यार आगो बाल्दिए गाइस यसमा के पाक्छ मासु भात प्र्याक्टिस गरेको हुन्न त मामा आगो बाल्दै हुनुहुन्छ यता गाइस टक्क होइन पानी ल्याई आगो बाली भात पकाई खाएर भिडियो त्यसलाई समातेर कानुन त हाल्नु उता आगो बाल्दै उता ग्यास कटिङ उता हाम्रो प्रताप सर चाहिँ के गर्यो भनेर बसिरहेको छ होइन यता आगो बल्दैछ गाइस यसमा यो पुरा खानेकुरा हो गाइस जेको गाइस वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन So guys, यहाँ यस्तो छ मेरो के गर्नु यार यिनीहरू खाली हिँडिरहेको गाइस अगाडि आएर त यिनीहरू क्यामेराम्यानलाई बगाइरहेको छन् गाइस यहाँ यस्तरी होइन गाइस यिनीहरू लक्क हिँड्न लाग्यो हिँडेर त अगाडि यहाँ गाह्रो छ केटा हो सो गाइस मामा टाप गरेर गरेको ए भन भाइ हौ देउ छोरी ए राम्रो भन हेर गाइस यसमा चाहिँ को खाने हो मामा जाऊ त छोड रे सो गाइस मेरो फ्यानहरू हेर त्यहाँ पछाडि सो गाइस यतिसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद होइन हाम्रो भ्लग चाहिँ पुरै बन्न सकेन होइन किनकि त्यस्तै भयो यार अब के हो त्यस्तै गर्दाखेरि होइन केही छैन तैपनि आधा बनाए पनि राम्रो छ हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद होइन यस्तै भ्लग लिएर फेरि पनि आउनेछ हामी अब ट्राई हो नि त फर्स्टचोटि त्यही भएर हल्का बिग्रिहाल्छ होइन त्यसको लागि चाहिँ क्षमा माग्छौँ होइन त्यही हो गाइस सब्सक्राइब गरिदिनु होला सबैजनाले